वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी अब नानीको भात खाएको लागि सपिङ गर्न आफूले बजारमा जाँदैछौँ हाम्रो घरबाट। अनि जानुको लागि म अनि भाउजू दाई रेडी भइसक्नु भएको। भाउजू लाज मान्नु भएको। हामी हाब्रे पुगेर पनि खसी बनाएर पनि अहिले चाहिँ बेबी सपमा सेरिसक्यौँ। अनि हामीले यसो किनमेल गऱ्यौँ। अघि गएको पसलमा फेरि कपडा नमिलेर अन्त फेरि नपाएर अब त्यही बेबी सपमा जाँदैछौँ हामी चाहिँ। हामी कहाँ छौँ? दोकानमा। अनि अब कहाँ जाने हो? माउ जाने? कोसँग जाने? यहाँ चाहिँ आफ्नो पसलको पुरा प्रमोसन भइरहेछ क्या, त्यो त गर्नु पऱ्यो नि त। हामी अघि नै आइसकेको थियौँ, यिनीहरू चाहिँ भर्खर आयो क्या। के ल्यायो? के बिस्कुट? मैले त खान्न त अनि कसलाई हो? त तैँले आफूलाई होला नि। ए अन्त रित्तै खै सामान कस्तो लजाउने अब नानी हो। ल ल हाम्रो अर्को बगाल मेला नि रे हजुरले। कहाँबाट आउनुभयो? खै मैले बोक्ने के छ? ठिक छ। यो लागि चाहिँ बेवारिस अवस्थामा छोडेर चाहिँ के हो यार, स्याउ केरा के हो? गुड मर्निङ गाइज। अहिले चाहिँ अब बिहान उठेर बिहानको तयारी पनि यता यो काँक्रो काट्ने काम भइरहेको छ, यतातिर चाहिँ खिर पाक्ने काम भइरहेछ। नानी नानी बसाल्दै के हुन्छ? बस्छ कि चाहिँ पानी माग्छिन्। ल नानी उता हेर, बोलाउन नानी यता हो नि लाग्यो नि त्यो गन्ध पूजाहरु ओम शुभम भवन्तु कल्याणम उता उता त्यो उता जा उता यता पुरो धार आइरहन्छ हुन्छ कि त्यस्तो पो राम्रो ल आगो बरु आङलाई गराइदेऊ न। ल ल ल अगाडि पनि सबैमा आएको पर्यो के अब सफा पानी हालिदिने हो कि यति हो? ल छिटो दर्शन गरेर छिटो गर। सफा पानी हाल्छ त सफा पानीमा पुग्छ पाल पनि। त्यसपछि यो मैले अनि के गर्दै के नानीले नआयो बाजुले त्यो आजले त भयो के ताल बसेर पानी नआयो। अब लुगा लाइन जाऊ छिटो। खै त्यो चम्चा पैसा क्या हो? चाँदीको पैसा चम्चा के गराउने होला है? कहाँ चाँदी सिक्का यो जमानामा होला होइन? चम्चा ल्या चम्चा ल्या चम्चा पहिला त 2 रुपियाँ हुन्थ्यो पो चाँदीको होइन? हो सानो
कस्तो छ खाने उमेर भयो त 7 महिना यता बन्ने मेरो नानी त 7 महिना भयो ल्याउ खुट्टी छराइदिएर हुँदैछ तान्ने त ए भगवान चाहिरहेको लागि पनि डर छ नि फोटो खिच्न कोही भएर सबै भिडियो फोटो भिडियो सबै हुन्छ फोटो निकाल्ने यसबाट कम्प्लिट भिडियो सुत्न नभएन आज त्यो माथि थियो कि त्यहाँ सबैलाई एकैचोटि खा गरे अलिकति लिटो पऱ्यो त्यो माने खानु त मन नखाएको घिउ चाहिँ नखाइदिनु बाबु धेरै लिटो हो त्यही लिटो खाइदिनु दुध खाइदिए राम्रोसँग खता खाइ त काकुले खायो त गम गम ए मोजा त पैसा कता अहिले ओम नमः शिवाय ओम नमः शिवाय शुभम पवित्रम निर्मलम सत्यम शिवम नारायण नमः शिव सती पार्वती का प्रिय पुत्र सिद्धि विनायक परमेश्वर हरि ओम तसम स्वागतम श्री गणेशाय नमः पूजनम शरणम श्री गणेशाय नमः पूजनम शरणम धूपम दीपम कलशम वासुदेवम पूजनम शरणम वर्मा विष्णु महादेव विश्वकर्मा गुरुदेव पिताजी पूजनम शरणम वर्मा विष्णु महादेव विश्वकर्माकै अंग अवतार देवी भगवती नवदुर्गा भवानी 33 कोटि 56 कोटि 84 माई ठकुरानी चारै 10 दिशाका देशानी माई ठकुरानी सहित पूजनम शरणम यसपछि यही घरका कुल देवता देव पित्र माता पिता जो जति हुनुहुन्छ सबै शान्त हुनुहुन्छ जहिलेसम्म यिनका शाखा सन्तान रहन्छन् उहिलेसम्म सूर्य चन्द्रमा नारायण भगवान 9 लाख तारा ध्रुव तारा व्यास ऋखि सत्य तेत्रा द्वापर कलिजुग समेत काल चक्र खड्का गौरा 9 ग्रह सहित 12 राशि दियो कलश फुलपाती धूपबत्ती समेत 27औं नक्षत्रहरू सहित सबैको शरणमा पर्ने मानिसको हो अथवा शरणमा नपर्ने मानिसको हो। यो संसारमा जन्मिएका मानिसहरू जो जति छन् सम्पूर्ण भगवान देवी देवताको शरणमा पर्दै आएका छन्। पाउमुनि घोप्टो चेप्टो परेकै छन्। यसपछि भगवान देवी देवताको हामी सबै एउटै सन्तान रहेछौँ भनेर सबैले सोच्न बुझ्न थालेका छन्। त्यसैले यो घरका कुल देवता देवपित्र माता पिताले सानो देवी जस्ता कस्तो देवी जस्ता नवदुर्गा भवानीको अङ्ग अवतार अङ्ग देवी भगवतीका चेलीबेटी सानो मैयालाई टीका लगाउने बेलामा चारैतिरबाट टीका चन्द्रमा दाहिने चन्द्रमा लाभ बेला अमृत बेला हित र मित्र बेला सायद पर्दै आउन् र सबैले टीका लगाउने बेलामा कसैले भन्न जानेका हुन्छन् कसैले भन्न जानेका हुँदैनन् र कता कति अलिअलि भन्छन् सबै भन्न सक्दैनन्। सबै मानिसहरू यो संसारमा बुझेका हुँदैनन्। कोही बुझेका र नबुझेका साना र ठुला सर्जन दुर्जन शुद्ध शुद्रादि मनुष्य र ठुला बडा मानिस सहित राजा 5 समेत सारा सम्पूर्ण मिसेर यो संसारले टेक्दै आएको छ। त्यसैले मानिसहरूले जुनसुकै काम गर्दा पनि पवित्र भावले उज्यालो चन्द्र गरी आत्मा फुकाई मन फुकाई हात फुकाई र यसपछि देखे सुने जाने बुझे सम्मको आशिक वाक्य सुनाउनै पर्छ।
सुनाएपछि नदेखेका नसुनेका मानिसहरूले पनि केही देखे सुनेको रहेछ, केही बुझायो, केही सम्झायो। नदेखे नसुनेका कुराहरू पनि हामीले सम्झिन पायौँ भन्ने यस्तो सबैलाई ज्ञान ध्यानले बास गरून्। शक्ति र भक्तिले, शीतलो र शान्तिले, साँचो र सत्यले सबैलाई बास गरून्। दुःख र कष्ट कलङ्कले छाड्दै जाउन्। सुख सन्तोष धन धान्यले घर गृह कोठा भण्डार सबैको भरि नै आऊ। लगाउने टिको को हो? यही हो, यही हो। अलिकता पानी हाल त। अलिकति निधारमा छाए त भयो। यही हो। मङ्गलम भगवान् विष्णु गरुडाध्वजा मङ्गलम भगवान् विष्णु पुण्डरीकाक्षे मङ्गलाये तनो हरि राम कृष्ण सीता राम लक्ष्मण हनुमान हेराम सदा दिन यिनी साना चेला बेटालाई रात दिन घन्टा मिनट सेकेन्डमा रक्षा गरी पालना गर्नुहुनेछ। आन जान सिरान गोर्यान बस्नुहुन्छ। अगाडिका ढाल पछाडिका फाल पछाडिका फाल जताततै रक्षा गर्ने पालना गर्ने सब भगवान् देवी देवता हुनुहुन्छ भन्ने आशा र भर भरोसामा परिरहनेछु। शुभम पवित्रम निर्मलम सत्यम शिवम नारायण नमः। संसारका सबैभन्दा शान्ति 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 हरि ओम। खै तँलाई यसो गर्दा नानी पवित्रम 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 निर्मलम सत्यम शिवम नारायण। ल यता जेठा शुभम पवित्रम निर्मलम सत्यम शिवम नारायण नमः। शुभम पवित्रम निर्मलम सत्यम शिवम नारायण नमः। ल भाग्यमानी भए बाँचिरहे काल कष्ट हरन्त हुन्। नौगर शान्त हुन्, आयु वृद्धि हुन्। दासु दुश्मन जोडी बढी तिमीहरूको लागि सबै मित्र साथी हुन्। मित्र साथी गराउनको लागि आफू सज्जन हुनुपर्छ, आफू भलो हुनुपर्छ। अत्यन्तै हित र प्रेममा संसारलाई राख्न सक्नुपर्छ। प्राण छ नि कहिल्यै पनि छलकपट गर्न हुँदैन। अर्काले छलकपट गर्छ भन्ने आफूले सम्झिनुपर्छ, सोच्नुपर्छ। त्यसको बुद्धि त्यस्तै रहेछ भन्ने सोच्नु, त्यसलाई केही नभने भए त्यसका बुद्धिहरू दिनका मासका हृदयबाट आफ्नोबाटै आइरहन्। अजानमा गरे भनेर त्यस्तालाई क्षमा दिने काम गरे बा। आज देवी भगवतीको अङ्ग अवतार त भइस्, राम श्री राम भगवान् विष्णुको अङ्ग अवतार सन्तोष भई सम्पूर्ण देवीहरूको अङ्ग अवतार सानी मैया भइन्। शुभम पवित्रम निर्मलम सत्यम शिवम नारायण नमः। ल तँलाई देखा तँलाई पनि चाहिन्छ। आफ्नो बानी कोही नजाने थाहा पाइस्। तँलाई पनि चाहिन्छ। मेरो बानी तिमीलाई थाहा छैन। तिमीहरू दुईजना भएर त देवी निकाल्यौ, बुझ्यौ? ल मेरो छुट्टी भयो है त। पालो पालो फोटो सेसन भइरहेछ। आजको मेन क्यारेक्टर हाय 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 हाय।